के तपाईँलाई कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, महिनावारीको समयमा अत्याधिक धेरै पीडा हुने जस्ता विभिन्न दुखाइ सम्बन्धी समस्याले सताइरहन्छ र यस्तो बेला शरीरभित्र के भइरहेको होला, किन दुखिरहेको होला, यस्तो दुखाइ छिट्टै कम गर्न कुन औषधिले मद्दत गर्छ होला भन्ने सोच्दै हुनुहुन्छ? आजको भिडियोमा रहेर यस्तै समयमा काम लाग्ने र धेरै जसो प्रयोग गरिने औषधि मेफिनामिक एसिड ट्याब्लेटको बारेमा चर्चा गर्नेछौँ। मेफिनामिक एसिड ट्याब्लेट किन प्रयोग गर्ने, कस्ता समस्या भएका व्यक्तिले प्रयोग गर्ने, कस्ता समस्या भएका व्यक्तिले यसको प्रयोग गर्दा सावधानी अपनाउने, यानि कि यसको युज के हो, साइड इफेक्ट के गर्छ, डोज कति खाने, कुन कुन स्ट्रेन्थमा मार्केटमा उपलब्ध छ, यी सबैको बारेमा जानकारी दिनेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। साथै यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। मेफिनामिक एसिड एक प्रकारको नन स्टेरोइडल एन्टी इन्फ्लामेटरी ड्रग्स अर्थात् NSAID ग्रुपको औषधि हो। यसले शरीरमा हुने विभिन्न खालका दुखाइ, सुन्निएको र ज्वरो जस्ता समस्या कम गर्न मद्दत गर्छ। मेफिनामिक एसिडले हाम्रो शरीरमा हुने प्रोस्टाग्ल्यान्डिन भन्ने रासायनिक पदार्थको उत्पादन घटाउँछ र केही बेरमै दुखाइ, सुन्निएको कम हुन थाल्छ। मेफिनामिक एसिडले दुखाइ घटाउने मात्र होइन, शरीरलाई स्वाभाविक रूपमा शान्त पार्ने काम पनि गर्छ। तर यसको प्रयोग सधैँ चिकित्सकको सल्लाह अनुसार मात्र गर्नुपर्छ। अब हेरौँ मेफिनामिक एसिड किन प्रयोग गर्ने, कस्ता समस्यामा प्रयोग गर्ने त? मेफिनामिक एसिड धेरै प्रकारका दुखाइमा प्रयोग गरिन्छ, जस्तै महिनावारीको समयमा हुने पेट दुखाइ, टाउको दुखाइ, दाँत दुखाइ, मांसपेशी वा जोर्नीको दुखाइ र सानो चोटपटकबाट हुने पीडा कम गर्न जस्ता समस्यामा प्रयोग गरिन्छ। डोज कसरी र कहिले खाने? मेफिनामिक एसिड 250 र 500 mg को स्ट्रेन्थमा मार्केटमा पाउन सकिन्छ। चिकित्सकको सल्लाह अनुसार दिनमा 2 देखि 3 पटक खाना खाइसकेपछि लिनुपर्छ। सावधानी र साइड इफेक्ट। हरेक औषधिको केही न केही साइड इफेक्ट हुन सक्छ। मेफिनामिक एसिडले पनि कहिलेकाहीँ निम्न समस्या देखाउन सक्छ। चक्कर आउने, ग्यास्ट्रिक बढाउने, वाकवाकी लाग्ने जस्ता साइड इफेक्ट देखाउन सक्छ। यदि यस्ता साइड इफेक्टहरू धेरै बढ्न थाले भने तुरुन्तै औषधि खान बन्द गरी चिकित्सकको सल्लाह लिनुपर्छ। कसले यो औषधि नखाने? पेटको अल्सर वा ग्यास्ट्रिकको समस्या भएका, मृगौला वा कलेजोको समस्या भएका, गर्भवती वा स्तनपान गराउने महिलाहरूले यो औषधि प्रयोग गर्नु हुँदैन। यदि प्रयोग गर्नुपर्ने भए चिकित्सकको सल्लाह अनिवार्य लिनुपर्छ। मेफिनामिक एसिड एक प्रकारको दुखाइ कम गर्ने औषधि हो, तर यसको प्रयोग गर्दा चिकित्सकको सल्लाह अनिवार्य लिनुपर्छ। आफू खुसी वा इन्टरनेटको सहायतामा प्रयोग गर्नु हुँदैन।